त्यति बेला त्यो गीत रेकर्डिङ गर्दाखेरि विष्णुमाझीलाई देख्नुभयो तपाईँले? विष्णु माझीले यस्तै फेस टु फेस यस्तै बोल्ने हो नि, तपाईँ हामी जस्तै हो। जस्तै 3500 दिया होइन, अब उहाँले अब दयागिरी त्यति ल्याउनु भयो कि सिनो त सिनु गाई मरेको सिनु, ए साइडमा गायो भने बी साइडमा नगाउने, बी साइडमा गायो भने ए साइडमा नगाउने हुनुहुन्थ्यो। सुन्दरमणि सरले पठाइनु भएको थियो, विष्णु बहिनी उहाँ एक्लै आउनु भएको थियो। दर्शकबिन नमस्कार, साझा टेलिभिजनको यो अनलाइन पर्दामा स्वागत छ। म उपस्थित छु गोविन्द अनेक। आज तपाईँको माझमा हामी एकजना त्यस्ता कलाकारसँगको कुराकानीलाई लिएर उपस्थित भएका छौँ, जो कुराकानी तपाईँको निम्ति पनि अत्यन्त विशेष बन्नेछ भन्ने हामीले अपेक्षा लिएका छौँ। यो कुराको जानकारी लिनको लागि यो भिडियो सामग्री अन्त्यसम्म तपाईँले हेरेर साथ दिनुपर्नेछ। आजको दिनमा लोक तथा दोहोरी गायक, त्यसै गरी मौरी बाजा वादक राम रसाइलीज्यूसँगको यो विशेष कुराकानी लिएर उपस्थित भएका छौँ। अब उहाँलाई स्वागत गर्छौँ, बाँकी कुराकानीबाटै तपाईँलाई प्रश्न पार्नेछौँ। स्वागत छ दाइ तपाईँलाई हाम्रो साझा टेलिभिजन। धन्यवाद। हाम्रो साझा टेलिभिजनमा यो अवसर दिनुभएकोमा, एक दुई कुरा राख्ने मौका दिनुभएकोमा हजुरले पहिलो कुरा त हजुरले धन्यवाद। र यो साझा टेलिभिजन हेरिरहनु भएको सम्पूर्ण श्रोताहरूलाई मेरो दसङ्गल नमस्ते बिन्ती। अनि के छ, सन्चै आरामै हुनुहुन्छ? सङ्गीत सिर्जना, सङ्गीत कर्म गरिरहने मान्छे, सङ्गीत सिर्जना गर्ने गाउनेमै दिनहरू बिताउनुहुन्छ होला, त्यसको अलावा केही गर्नुहुन्छ या यति नै हो? सङ्गीतै भनौँ त, विशेष त सङ्गीतहरू चाहिँ भनौँ होइन। त्यसपछि व्यक्ति कामहरू आफ्नो विशेष कामहरू त हुने नै भयो। अनि फगसी सङ्गीतै भनौँ। गीत सङ्गीतमै क्रियाशील हुनुहुन्छ, यहाँसम्म आउनु भएको छ। तपाईँको परिचयलाई जोडेर त्यस पछाडि हामी अन्य तमाम कुराहरूलाई जोडौँला यति बेलाको समयमा, है त। राम रसाइली, धौलागिरी गाउँपालिका, म्याग्दी मुदी मेरो घर। तपाईँ यो गीत सङ्गीतमा क्रियाशील भएको, अर्थात् गीत सङ्गीत गाउन थालेको, सृजना गर्न थालेको, यो साङ्गीतिक बाटोमा हिँड्न थालेको कति भयो? 10-15 वर्ष भयो होला। हजुर, यो 10-15 वर्षको पिरियडमा भइरहँदा, तपाईँ गीत सङ्गीत कर्म गरिरहँदा, हिजो 10-15 वर्ष अगाडिको राम रसाइली र यो 10-15 वर्षको पिरियडमा चाहिँ तपाईँको एक खालको सङ्घर्ष गरिसके पछाडिको राम रसाइली आफैले कस्तो पाउनु भएको छ? हो त नि, पहिला त्यस्तै हावातालमा सङ्गीतमा लाग्यो होइन, त्यो रहरले भनौँ। त्यसपछि र अहिले अब सङ्गीतमा कसरी लाग्नु पर्दो रहेछ भनेर नि पहिला र अहिलेमा धेरै फरक हुन्छ, बुझिरै लाग्नु पर्दो रहेछ भन्ने कुराहरू धेरै ज्ञान पाइयो। त्यही अडियोको समयमा पनि थुप्रै चाहिँ लोकप्रिय भाकाहरू दर्शक श्रोतालाई पस्किनु भएको थियो होइन, ती गीतहरू चर्चामा थिए। अहिले पनि निरन्तर क्रियाशील हुनुहुन्छ। के छ अहिले, हिजो अडियोको जमानामा काम गरिरहँदा र अहिले पनि गरिरहँदा निरन्तरता दिइरहनु भएको छ, के छ भिन्नता? त्यतिखेर अडियोको जमाना हुँदाखेरि त्यति राम्रै थियो भनौँ। अहिले पनि अब राम्रो गर्नेले त राम्रै गरिरहेछन् होइन। अब हामी पनि लागि परिरहेछौँ, अब हेरौँ कस्तो हुन्छ। त्यतिखेर लाग्दाखेरि आदरणीय रत्न सरले के भन्नु भने, हाम्रो वरिष्ठ सङ्गीतकार विवेक राई आउँदै हुनुहुन्छ भनेर भन्नुभयो। त्यसमा आफूले उहाँसँग भेट्ने एकदम रहर थियो होइन। त्यसपछि हामी त्यो सङ्गीत कला सिकेर बाहिर बसिराखेका थियो। अनि त्यसपछि हाम्रो बिबी दाई जानुभयो। बिबी दाई गइसकेपछि मैले नमस्ते दाई भने, त्यसपछि त परिचय हुने क्रममा उहाँले बिबी अनुरागी भन्नुभयो। मैले राम रसाइली भने, अनि राम तपाईँ रसाइली हुँदो रहेछ, के रसाइली भनेपछि म भेरे रसाइली, म पनि भेरे रसाइली भनेर भन्नुभयो होइन। अनि त्यसपछि झनै एउटा झन् नजिक भइयो। त्यसपछि उहाँ दाइले भर्खर यहाँ प्रिस्मा स्टुडियो त्यतिखेर चलाउँदै कति 1-2 वर्ष कति भएको थियो होला कि उहाँ दाइले चलाएको। त्यसपछि यहाँ यता आएर गरी, यता आएपछि 4 तारिकको बर पिपल ओइला भने एउटा ठेगो बनाएको थिएँ। पछि बिबी दाइले ठेगो देखाएँ। अनि लय ठिक छ भाइ भन्ने भयो। त्यतिखेर मैले अलि शब्द लेख्न अलि आउँथिनँ। त्यसपछि एकनारायण भण्डारीले शब्द लेख्न दिउँ भनेर भन्नुभयो। पछि एकनारायण सरले शब्द लेख्न दिइयो। त्यसपछि गायकमा विष्णु माझीले गाउनुभयो। अनि गायकमा राजु परियार सर, उहाँ र मैले गाइएको थिएँ। विष्णुमाझीको कुरालाई जोडौँ। अहिले त विष्णुमाझीको भर्खरै चाहिँ तीजको गीत चरिजेलैमा एकदमै चर्चामा रह्यो। चर्चामा रहिसके पछाडि धेरै दर्शक श्रोताहरूको चासोको विषय पनि भनिन् विष्णुमाझी। आफ्ना शुभचिन्तकहरूको बिचमा सार्वजनिक हुनुहुन्न, गाउँदा पनि अलिक सिक्रेट तरिकाले गाउनुहुन्छ भन्ने छ। त्यति बेलाको समयमा के थियो, कस्तो थियो विष्णुमाझीसँग काम गर्दा? तपाईँहरूले कसरी गर्नुहुन्थ्यो? त्यतिखेर मेरो त्यो 4 तारिकको बर्फी लायो भन्ने गीतमा हाम्रो बिबी दाइलाई भनेपछि बिबी दाइले हुन्छ विष्णु माझीकै स्वर राख्ने नि त भनेर भन्नुभयो। त्यसपछि बिबी दाइले चाहिँ फोन गरिदिनुभयो। फोन गरेर
सुन्दरमणि सर र विष्णु बहिनी आउनुभएको थियो त्यसपछि आएर यस्तै गीतहरू गाउनु पहिला चौतारीको वर पिपल ओइलायो भन्ने गीतमा हो अनि उहाँहरूले गाउनुभयो यस्तै बसी राम्रो बोल्नुहुन्थ्यो यस्तै राम्रो बोल्नुहुन्थ्यो बसेर अनि गीतहरू भकल दिएर अनि जानुभयो। त्यति बेला त्यो गीत रेकर्डिङ गर्दाखेरि विष्णुमाझीलाई देख्नुभयो तपाईँले? विष्णुमाझीले यस्तै फेस टु फेस यस्तै बोल्ने हो नि तपाईँ हामी जस्तै हो त्यस्तो हुन्थेन। अनि गीत गाए बापत अहिले त विष्णुमाझीको पारिश्रमिक 2 लाखभन्दा धेरै पुगिसकेको छ। त्यति बेला के थियो कस्तो थियो? यस्तो थियो त्यतिखेर अरूले के भन्नुहुन्थ्यो होइन धेरै मिलनसार जस्तो लाग्थ्यो। सुन्दरमणि सर पनि राम्रै गर्नुभएको थियो अरूको कुरामा मलाई थाहा भएन होइन यति नै दिनुपर्छ भन्ने त्यस्तो खासै छैन थियो जस्तो लाग्थ्यो मलाई। मैले जस्तै 3500 दिए होइन अब उहाँले अब दयागिरी त्यति ल्याउनु भयो कि कसै ल्याउनु मैले 3500 दिए त्यो पहिलाको 14 तारिक बर्फुल ओइलायोमा पछि अनि सुन्दरमणि सरहरूसँग नजिकै हुन्थ्यो फोन हुन्थ्यो राम्रो गर्नुहुन्थ्यो अनि त्यसपछि एउटा दलाल बनेर जस्तै जाली फटा दलाल बनेर दुनियाँलाई थया सुकालु दाई विदेशमा लान्छु भनेर भने मैले त्यो गीत ल्याएर त्यो गाउँदा पनि मैले फोन गरेँ अनि सुन्दरमणि सरले पठाइनु भएको थियो विष्णु बहिनी उहाँ एक्ला आउनुभएको थियो त्यसपछि शब्द हेर्नुभयो अनि फेरि बिस्तार टिकट पाएका छौ लाइन बसी कमिसन आएका छौ जाली फटा दलाल बनेर दुनियाँलाई ठग्या छु कालु दाई विदेशमा लान्छु भनेर भन्ने शब्द थियो। त्यसमा लय हाम्रो आदरणीय दाई बिबी अनुरागी दाईले गर्नुभएको थियो होइन त्यसमा हेर्नुभयो अनि विष्णुमाझीले यसो हेर्नुभयो त्यसपछि त मेन पारले घाँटी अथाउने हुन् कि दाई भनेर भन्नुभयो होइन अनि त्यसपछि होइन अथाउनु हुन्न भने फेरि केटा पक्षको शब्द नि देखाएँ जस्तै के थियो हालत कमायो आज धन कानमा रिङ घाँटीमा सिक्री छन् मैले गर्दा विदेश गएका छन् तिम्रो बुढा साहुगली थिए आजभोलि लाउरे भएका छन् यस्तै दुइटै अनि डोरी जस्तै प्रसङ्ग हो भनेपछि त उहाँले ल ठिक छ भने यसो हेर्नुभयो होइन हेरेर अनि मजाले गाउनुभयो अनि गाएपछि ल राम्रो छ गीत भन्ने भन्नु त्यस्तै यस्तै फेस टु फेस बोल्नुहुन्थ्यो त्यो राम्रो हुनुहुन्थ्यो। उहाँलाई गीत रेकर्डको लागि स्टुडियोसम्म बोलाउँदा फोन गर्ने सन्दर्भमा विष्णुमाझीले नै फोन उठाउनुहुन्थ्यो विष्णुमाझीकै फोन थियो अर्थात् सुन्दरमणिलाई गर्नुपर्थ्यो त्यो बेला के थियो? त्यतिखेर सुन्दर सरले उठाउनु भएको थियो होइन मैले फोन गर्दा सुन्दर सरले उठाउनु भएको थियो सुन्दर सरले ल ठिक छ आउनुहुन्छ बहिनी आउनुहुन्छ भनेर भन्नुभएको थियो त्यसो बहिनी मात्र आउनुभएको थियो बहिनी मात्र आउनुभएको थियो अनि गीत गाउनुभयो अनि जानुभयो अनि चाहिएको कुराहरू धेरै नबोल्ने होइन त्यस्तो चाहिएको कुराहरू बोल्ने अनि त्यस्तो भाउ खाने त्यस्तै खालको हुनुहुन्न राम्रो हुनुहुन्छ जस्तै अनावश्यक कुरा नगर्ने कि होइन कतिपय हुन्छन् कलाकारहरू जिस्किने खालको के हुन्छन् अनि चाहिएको सोधेको कुराहरू अनि उहाँले भन्नुपर्ने जरुरी कुराहरू के छ त्यही बोल्ने होइन त्यस्तो अनावश्यक कुराहरू नबोल्ने त्यस्तो हुनुहुन्थ्यो। जस्तो भद्रशालीन स्वभावको हुनुहुन्थ्यो उहाँ एकदम मलाई त्यस्तै लाग्थ्यो कि एकदम ठ्याक्क आयो आफू बस्ने स्थानमा कहाँ छ ठ्याक्कै बस्ने होइन चाहिएको कुरा ठ्याक्कै सोधेको कुराहरू उत्तर दिने अनि आफूले भन्नुपर्ने कुरा त्यही भने त्यो बोरी अबहरू नबोल्ने मलाई त्यो एउटा गुण त्यो राम्रो लाग्छ किनभने त्यसमा कलाकारमा त्यो पनि हुनुपर्छ जस्तै कतिपय छारापनको पनि हुन्छन् छारापनले गर्दाखेरि यो कलाकार फिल्ममा धेरै जस्तै छोरीबारी लाग्यो भने बिग्रिन्छन् छोराहरू बिग्रिन्छन् भन्ने हुन्छ नि एउटा उहाँले त्यो स्थान बनाउनु भएको छ त्यो पनि राम्रो जस्तो लाग्छ। त्यति बेला त्यसरी काम गर्नुभयो विष्णुमाझीसँग सहकार्य गर्नुभयो होइन फेस टु फेस तपाईँले देख्नु पनि भयो अहिले त विष्णुमाझी कहाँ छिन् के गर्छिन् कस्तो छिन् भन्ने पनि मान्छेलाई कौतूहलता छ तपाईँ त प्रत्यक्ष देखेको मान्छे काम गरेको मान्छे होइन त्यस यता ती गीतहरूमा काम गरिसके पछाडि तपाईँको विष्णुमाझीसँग भेट हुने सम्पर्क हुने फेरि साङ्गीतिक सहकार्यहरू हुने के छ पछिल्लो समय त्यसपछि मैले एउटा सँगै जिउने कसम खाएरमा भन्ने त्यसमा पनि उहाँलाई चाहिँ भकल हालेँ अनि सुन्दर सर र विष्णु बहिनी आउनुभएको थियो होइन आउनुभएको थियो त्यसपछि एउटा शब्द कुन शब्द पनि उहाँले सच्चाउनु भएको छ कि होइन मैले त्यो अलि बोरी भएर रहेछ अनि अन्त त्यसमा उहाँ बहिनीले सच्चाउनु भएको छ एउटा यो भनौँ है दाइ भनेर हुन्छ त्यही भन्नुहोस् भनेर उहाँले भन्नुभएको छ अनि त्यसो गर्नुभएको थियो अनि जे होस् उहाँको गायन शैलीहरू राम्रो छ नि जस्तै मलाई जहाँसम्म लाग्छ विष्णु बहिनीले जस्तै हाम्रो ट्र्याकमा पहिला उहाँलाई भकल हाल्न लगाउने हो भने त्यसमा केटाहरूले त्यसमा स्वर पुर्याउन सक्छन् होला जस्तो लाग्दैन कि अनि आफूले कटकटा जस्तै खिट्काहरू तान्नु पर्छ यहाँ यस्तै तान्नुहोस् है भन्दाखेरि त्यहाँभन्दा आफूले चाहेको भन्दा झन् अभर खिट्का हाल्ने कि अनि पहिला चाहिँ उहाँले भकल हालेर अनि पछि केटाहरूले भकल हाल्ने हो भने अलिक गाह्रै हुन्छ होला जस्तो उहाँकै स्टाइल फेरि छदिने कि अनि लय अनि भकल फेरि पहिला चाहिँ उहाँले छदिने भने त्यस्तो हुन्छ होला जस्तो लाग्यो मैले त्यस्तो फिल भएको थियो अनि यसमा यो हालौँ है भन्दै अनि खिट्का हाल्नु भएको थियो त्यो सँगै जिउने कसम खाएर होइन अनि
हुन्छ तपाईँको इच्छालाई हाल्नुहोस् भन्दा हुन त केटाले पहिले गाइसक्नु भएको थियो राजु शाहले, अनि त्यो भए भएर अझ उहाँले भने जस्तो खिटकाहरू यताउता तान्न पाउनु भएन, त्यस्तो मलाई त्यस्तो लाग्थ्यो। अहिले पछिल्लो समयमा विष्णु माझीलाई देख्न पनि पाइँदैन, भेट्न पनि पाइँदैन, गीतहरू पनि रेकर्डिङ गर्दाखेरि पर्दा लगाएर भनौँ न बन्द कोठाभित्र होइन सीमित मान्छेको बिचमा गाउने गर्नुहुन्छ भन्नुहुन्छ। पछिल्लो समय के छ भेटघाट, उहाँसँगको सहकार्य गर्ने, उहाँसँगको सम्पर्क, हिजो काम गरेको मान्छे, त्यो सुन्दा के हो जस्तो लाग्छ साँच्चीकै विष्णु माझी? कतिले त विष्णु माझी अब चाहिँ एउटा नजरबन्दमा परिन् होइन, उनी चाहिँ कसैको दबाबमा छिन्, बाहिर आउन सकेका छैनन् भन्ने खालका एक खालको चाहिँ मान्छेहरूका टिप्पणी पनि छन्। तपाईँलाई के लाग्छ, कस्तो लाग्छ, के बुझ्नु भएको छ पछिल्लो समय? खासै नजरबन्द हो जस्तो त मलाई लाग्दैन होइन। जस्तै आफूले काम परेपछि केही विशेष कामले भेट्ने हो, अघि पछि भेट्ने कुरा पनि त्यही छैन। र आफूले फेरि मेरो बानी के छ भने केही काम परेछ भने भेट्ने होइन, काम छैन भने त्यति अघि पछि हाइलो गरौँ भन्ने साथीहरूले हुन त हाइलो गर्न नै पर्छ। त्यसपछि त म भेटाएको छैन, त्यसपछि त मैले फोन नि गरेको छैन होइन, भेटेको पनि छैन। भेट्न रहर त हुन्छ होइन, भेट्ने रहर हुन्छ। यही होला मलाई यस्तो लाग्छ, जस्तै यस्तै क्यामेरा जस्तै मिडियामा आउट क्यामेरासँग जानुहुन्नलाई व्यक्तिगतको आफ्नो दुःख सुखको कुराहरू सरसल्लाह कुराहरू मात्रै भेट हुनुहुन्छ होला नि, त्यसमा त्यसको बारेमा मैले बुझेको छैन। हस्, हामी कुराकानी अलि बढी गऱ्यौँ होइन। तपाईँका स्वरमा रहेका गीतहरू जो विष्णु माझीसँग सहकार्य भएका त्यो पनि सुन्नपर्छ। अझ विशेष त तपाईँ त मौरी बाजा वादक, जो चाहिँ अत्यन्त लोप उन्मुख बाजा, लोकको प्रिय बाजा पनि हो, त्यो बाजाको वादक भएको हैसियतले त्यो पनि सुनाउनुपर्छ दर्शक श्रोतालाई। यति बेला तपाईँको यी गीतहरू जुन जुन गीतहरू सुनाउनु भयो, जस्तो फुल टिप्दा घोच्यो काँडाले भन्ने पनि अत्यन्त लोकप्रिय बनेको गीत, सँगसँगै अभिजाले भन्ने पनि धेरै रुचाइएको गीत, सँगै जिउने कसम खाएर चौतारीको बरको अगाडि कुरा जोडिहाल्नुभयो। यो मध्ये यति बेला एउटा गीत सुनौँ तपाईँको आवाजमा, त्यस पछाडि फेरि कुराकानी जोडौँला अनि तपाईँको यो चाहिँ बाजा पनि हामी दर्शक श्रोतालाई सुनाउँला। म कुन समय फुल टिप्दा घोचेकाले सुनाऊँ है त। यसमा आदरणीय हाम्रो बिबी अनुरागी दाईले सङ्गीत दिनुभएको छ, अनि यसमा टिकापुन दिदीले स्वर दिनुभएको छ, त्यसमा मैले र लय शब्द मेरै हो। सक्ने भए पिरती चिन्न, पिरती चिन्न, किन पर्थ्यो जीवनमा रोइन, फुल टिप्दा घोच्यो काँडाले, मन बुझाउँथे तिम्रो गाउँ हेरेर, छेक्यो सानो अल्को डाँडाले। यही होइन, मैले त्यति बिरामी छु, स्वर त थप्पै पैसा छ, मैले यहाँ रब भोकल पनि हाल्न सकेको छैन, यसमा चाहिँ माफ गर्नु होला। छन् अरूहरू पनि छन्, जस्तै अहिले हाम्रो गाउँमा टिपिकल गाउने सिरोफुलहरू छन् होइन, सिरोफुलहरू सिनो त सिनु, गाई मरेको सिनु, काग बस्यो कालै कालै, काग बस्यो कालै कालै, माया शिरमा फुल माया, काग बस्यो कालै कालै, कागै बस्यो कालै कालै, गोथालोको जुनी सधैँ दाउरा घाँस, दाँदै बसी भालै भालै। यही हो। अत्यन्त मौलिक गीत यो तपाईँहरूको जुन त म्याग्दी जिल्लामा प्रचलित भाका पनि हो होइन। यो भाकालाई रेकर्डिङ गर्ने, दर्शक श्रोता सामु ल्याउने, अर्थात् त्यहाँको त्यो ठेट एउटा जुन कुरा छ त्यसलाई ल्याउनु भएको छ या ल्याउने तयारी के छ? तपाईँहरूको त्यहाँको एउटा मौलिक संस्कृति हो यो आइसकेको छ। यो मैले हाम्रो जस्तै म्याग्दीमा अनि अभिजाले भयो, अनि यो एउटा भयो, एउटा रिमै त्यो आइसकेको छ बजारमा। अरू पनि यो वनमा सम्झिराखे मनमा पनि रेकर्ड गरेको छ, त्यो आउने क्रममा छ, गरेको छ। यो विष्णु माझीसँग सहकार्य गर्नुपर्छ अर्थात् काम गर्नुपर्छ भन्ने मनमा त्यो रहर छ कि छैन हिजो गरेको मान्छे? मलाई एउटा अलिक छुट्टै खालको गीत गरौँला भन्ने सोच छ। छुट्टै खालको गीत गरिसकेपछि उहाँसँग भेटेर यस्तो यस्तो छ, अनि के गर्नुहुन्छ त नि
भनेर एउटा कुरा गरौँला भन्ने रहर त छ मलाई। मेरो एकदम जरुरी काम पऱ्यो भने म भेट्छु, भेटेर अनि आफ्नो कुराहरू राखिसकेपछि त्यहाँ थाहा हुन्छ। अनि यसमा चाहिँ पूर्ण सहयोग गर्नुहुन्छ भने मलाई आशा छ। सुन्दरमणि सर पनि त्यस्तो हुनुहुन्न होइन, एकदम राम्रो हुनुहुन्छ। अनि विष्णु बहिनी पनि राम्रो हुनुहुन्छ। अनि जतिसक्दो बाहिरको मान्छेले कतिले मैले यसो युट्युबमा हेर्छु कतिले के भने कस्तोले के भने कोहीले राम्रो कुरा कोहीले नराम्रो कुरा गर्छ, तर हाम्रो कलाकारहरू जतिले बुझ्ने जतिले उहाँसँग एमपिएम भाजले सबैले राम्रो बोलेको सुनेको छु। हिजो 3500 दिएर एउटा गीत रेकर्ड गराउन लगाएको विष्णु माझी आज सहकार्य गर्ने मनमा रहर छ। 2 लाख एउटा गीत गाएको अहिले, यो सुन्दा कस्तो लाग्छ? हिजो त्यो 3500मा गीत रेकर्ड हालेको स्वर आज चाहिँ 2 लाख तिरेर हाल्नुपर्छ अर्थात् हाल्नुपर्छ रे भनेको सुन्दा कस्तो लाग्छ? यसमा मलाई यो अरूले पनि स्थान दिएको हो जस्तो लाग्छ। किनभने उहाँले सस्तो त्यो अरूको रेटमा गर्ने भनेर अब अहिले उहाँको स्वर चलाएको नाता सबैले उहाँले हाल्यो भने त अरूले पालो पाउँदैनन्। त्यतिखेर उहाँले के गर्नुहुन्थ्यो भने ए साइडमा गायो भने बी साइडमा नगाउने, बी साइडमा गायो भने ए साइडमा नगाउने गर्नुहुन्थ्यो। अडियोको जमानामा ए साइड गाएर बी साइड नगाउने, बी साइड गाएर ए साइड नगाउने र अहिलेको 2 लाखको राख्नु भएको छ नि, त्यो अरूले पनि स्थान दिए जस्तो लाग्छ मलाई। हवस्, हामी कार्यक्रमको मध्य भागतिर पनि छौँ होइन। तपाईँका साङ्गीतिक जीवन, जगत र सङ्घर्षका विषयमा कुराकानी गर्ने हामीले प्रयत्न गरिरहेका छौँ। सबै त समेट्न त सम्भावना रहँदैन यो सीमित कुराकानीमा। यति बेला हामी यो तपाईँको यो चाहिँ अत्यन्त लोक उन्मुख अवस्थामा रहेको बाजा, सीमित मात्रामा तपाईँहरूको चाहिँ बागलुङ, म्याग्दी यो भेगमा अलि बढी प्रचलित बाजा हो यो। मतलब त्यहाँ बजाउने भनौँ न, त्यहाँको ठेट संस्कृतिसँगै जोडिएको कुरा। यो बाजा सुनौ न तपाईँ, यो वादक भएको कारणले गर्दाखेरि यति बेला हाम्रा दर्शक श्रोताहरूलाई सुनाउ। यो बाजा विशेष गरी हामीहरू गोठमा बसिन्थ्यो, भैँसी गोठमा गाई गोठमा बस्दाखेरि त्यहाँ बजाउने हो। अनि साथीहरू जस्तै एकाउन्ट त फिल हुन्छ। कोहीले मुरली बजाउने, मुरली बाँसुरी पनि पछि हामी काठमाडौँ आएपछि पहिला देखायो होइन। पहिला गाउँमा त त्यो मालिङ निकालेको मुरली बनाएर मुरली बजाउन चलन, मुरली भन्ने चाहिँ मुरली बजाउन चलन हुन्थ्यो। र कति मौरी बाजाहरू बजाइन्थ्यो। अनि म थोरै धुन सुनाउँछु है त। यो पिप्राहरू नमिलेको कारण त्यति राम्रो भएन होइन, शरीर क्षमा माग्न चाहन्छु। अनि यो बाजाहरू हामीले गाउँघरमा बस्दाखेरि गोठमा खासै र त गाउँघरमा त रमाइलो हुन्छ, त्यहाँ बजाउने चलन हुन्न गरी माथि लेकतिर भेडागोठमा भैँसीगोठमा गाईगोठमा बस्दा बजाउने चलन हो। मैले लोकबाजा सङ्ग्रहालयमा पनि सम्झेको छु यो। अनि त्यहाँ पनि मैले केही सहयोग गरेको थिएँ। मौरी बाजा यो इन्टरनेसनल फिल्म फेस्टिभल, यो म्युजिक फेस्टिभलको आयोजना गर्नुहुन्छ उहाँहरूले, त्यसमा हामीले भाग लिएको थियो। अनि दिलकुमारी बहिनीले थाली नचाउने, मैले मौरी बाजा, अनि त्यसमा पनि हामी सम्मानित भइएको थियो। अनि धेरै देशको अमेरिकनहरू, जापानिजहरू उहाँहरूले धेरै मन पराउनु भएको थियो। मैले एउटा अमेरिकाको सङ्ग्रहालयमा पनि सम्झनाको स्वरूप त्यहाँ चाहिँ एउटा जापानमा दिएँ। भनेपछि यो माउरी बाजा आफैले निर्माण गर्नुहुन्छ? हजुर, म आफै बनाउँछु। त्यो धेरै माथि लेकमा जानुपर्छ, लेकमा गएर बनाउने हुँदाले अलिक गाह्रो छ। अनि यो चाहिँ खास केबाट बन्छ? निगालोबाट अर्थात् बाँस यिनी तामा के भन्ने हुन्छ? यो पिप्रा यो खर्सेको निगालो भन्छ। खर्सेको निगालो तपाईँलाई थाहा छ छैन होइन? यो माथिको पिप्रा, यो चाहिँ मालिङको नाला हो, मालिङको नाला। यो चाहिँ खर्सेको पिप्रा। यो बितेको पल छैन भुलेको भन्ने मा बजाएको छ यो। त्यही हो। अनि त्यो त खासै सुर नभने ठ्याक्कै मिलाएको पिप्रा नभएर त्यति बजाएको छैन। अभर त धेरै आउँछ नि बजाउने, अभर ठ्याक्कै मिलाएको नभएर। तर हाई र लोमा चाहिँ जाँदैन यो, त्यो भएर गाह्रो छ। तपाईँहरूले गोठमा जाँदा भेडी गोठहरूमा लेकतिर होइन गोठालो गाई चरणहरूमा हेर्दै गर्दा बजाउने भनेर भन्नुभयो। अब अहिलेको पुस्ताले यो माउरी बाजा बजाउने अर्थात् निर्माण गर्ने के छ? यो अलि लोपोन्मुख बाजा नै भनिया छ। तपाईँहरूकोतिर त बढी यो बाजाको चाहिँ मुख्य श्रेय नै त्यताको क्षेत्रलाई जाने भए भएर त्यहाँ के छ? पछिल्लो पुस्ताले यो बनाउने बजाउने के छ सन्दर्भ? गाउँमा त्यति आजभोलि त्यति बजाउँदैन, केटाहरूले बजाउने। बरु यहीँ काठमाडौँ आइसकेपछि यी सङ्गीत फिल्ममा लागेको नौलो बाजा भएको भएर हामीलाई बनाइदियो, कति पर्छ यसको मूल्य, बरु हामी पैसा दिन्छौँ भनेर धेरै अनुरोध गर्नुहुन्छ। अनि त्यसै गाउँमा यहाँ त पहिला अब यता ल्याएर हाम्रो आदरणीय वरिष्ठ गायक खड्क गरपूजा उहाँ सरले चाहिँ यो काठमाडौँमा पहिला सुरुमा यो मौरी बाजा छिराएको होइन सङ्गीतिक फिल्ममा। त्यसपछि मैले छिराएको थिएँ। त्यही हुन्छ, धेरै लोक बनाइदियो हामी किन्छौँ, कति पर्छ भने धेरैले भन्छन्, तर बनाउने
त्यही समस्या छ, त्यही छ। हस्, हामी कार्यक्रमको अन्तिमतिर छौँ। तपाईँ आफै सर्जक, आफै गायक होइन, यो मौरी बाजा वादक भएको कारणले गर्दा हाम्रा दर्शक श्रोताहरूले यो मौरी बाजाको विषयमा पनि केही बोलिदिनु भयो, जानकारी गराइदिनु भयो। अब आगामी दिनहरूमा तपाईँका कस्ता कस्ता खालका गीतहरू सृजनाहरू आउँदैछन्, हाम्रा दर्शक श्रोतालाई जानकारी गराइदिनुहोस् न। मेरो एउटा गीत रेकर्ड भइसकेको छ, त्यो भिजुअल गर्ने बाँकीमा छ। रातो गाला गुलाबी तिम्रो ओठ, मन्द मुस्कान मुटुमै लाग्यो चोट, पानी नालामा अङ्गालोमा बेरेर मै खान्छु तिम्रो गालामा। यो त तयारीमा छ होइन। रमाइलो गीत, एउटा ठट्यौली पाराको माया प्रेम सम्बन्धीको गीत। हामी कार्यक्रमको अन्तिमतिर छौँ होइन। तपाईँका धेरै कुराकानीहरूलाई समेट्ने कोसिस त गऱ्यौँ नै, तर सकिँदैन, समयको पाबन्दी अनुसार चल्नै पर्ने। फेरि आगामी दिनहरूमा पनि यो संयोग जुर्यो भने तपाईँका जीवन, साङ्गीतिक जगत र सङ्घर्षका विषयमा थप कुराकानी गर्ने नै छौँ। अन्तिममा जाँदा जाँदै हाम्रा यो साझा टेलिभिजन हेरेर बस्नुभएका दर्शक श्रोताको निम्ति तपाईँको तर्फबाट के भन्न चाहनुहुन्छ? विविधासँगै सहकार्य गरेर गर्ने मौका पाएको छु, म एकदम खुसी लागेको छ। अहिले पनि वनको खरायो एकतर्फी मायाले पागल गरायो भन्ने गीत एरेस भइरहेको छ। सब त भोलि पर्सितिर रेकर्ड हुन्छ होला। मेरै घाँटी बसाएको कारणले मैले रफ भोकल नै हाल्न सकेको छैन होइन। अनि त्यही गीत हाम्रो विविधाले राम्रो गरिदिनु भएको छ। अनि पहिला चाहिँ मलाई यो फिल्ममा पनि धेरै सपोर्ट गर्ने हाम्रो विविधाहरू, अनि रेशम सापकोटा सरहरू, खड्का पूजाहरू, अनि धेरै कलाकारहरू होइन, धेरैले सपोर्ट गर्नुभएको छ। विष्णु बहिनीले सुरुमा विष्णु बहिनीहरूले सहयोग गर्नुभएको। अनि इच्छा त हुन्छ सबै कलाकारहरूसँग जोडिन पाए हुन्थ्यो भन्ने त हुन्छ, तर पनि समय बावजुद त्यस्तै हुने। यो गीत पनि हिजो विगतका दिनमा तपाईँका गीतहरू जसरी रुचाउनु भएको थियो दर्शक श्रोताले, त्यस्तै माया पाओस्, हाम्रो तर्फबाट शुभकामना भन्छौँ। व्यस्त समयको बावजुद पनि हामीलाई महत्त्वपूर्ण समय उपलब्ध गराएर यो कुराकानी गर्ने अवसर दिनुभयो, त्यसको लागि तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छौँ। हजुर धन्यवाद। साझा टेलिभिजनले पनि मुरी धन्यवाद। अनि हाम्रो केही कुराहरू, मनको कुराहरू अनि श्रोताहरू, दर्शक सामुहरू पस्किने मौका दिनुभएकोमा साझा टेलिभिजनले मुरी धन्यवाद। र देश विदेशमा हुने अनि गीत सङ्गीतलाई माया गर्ने अनि भगवान श्रोताहरूमा म दर्शकले बिन्ती गर्न चाहन्छु। र ती राम्रो सिर्जना त छैन, नराम्रो सिर्जना भए पनि रुचाइदिनु भएको छ, मन पराइदिनु भएको छ, अझै पनि माया गरिदिनु होला, रुचाइदिनु होला। र हाम्रो साझा टेलिभिजनले यस्तो हामी जस्तै लुक्याएको प्रतिभाहरूलाई भनौँ न, लुक्याएको मौलिकताहरू खोजेर अनि यहाँसम्म स्थान दिनुभएकोमा हजुरले मुरी धन्यवाद। र यस्तो मौलिक गीतहरू सबैले मन पराइदिनुहोस् अनि आफ्नो संस्कृतिहरू हुन् होइन, त्यही भन्न चाहन्छु। र सबै श्रोताहरूमा र साझा टेलिभिजनमा हृदयदेखि धन्यवाद दिन चाहन्छु।